यसमा के छ भन्दाखेरि राष्ट्रिय रूपमा अलिकति हेर्दा चाहिँ फरक देखिन्छ किनभने जहाँ पनि मेरै नाम लेखिएको हुन्छ। जनमत पार्टीले केही गर्यो भने त्यहाँ सिकेरोले गर्यो भनेर अहिलेसम्म पनि त्यस्तो खालको सोच छ र त्यो पार्टी नयाँ भएर पनि होला अहिले आइडेन्टिटी नै पार्टीको मेरो नामबाट भइदिँदा चाहिँ त्यो देखिएको हो। तर पार्टीभित्र चाहिँ आन्तरिक रूपमा हाम्रो कस्तो छ भन्दाखेरि म चाहिँ कहिले पनि फाइनेन्सियल कुरा आफैले हेर्दिनँ सुरुदेखि नै। फाइनेन्सियल कुरामा 1 रुपैयाँ पनि मेरो हातबाट वा त्यस्तो गर्दिनँ एउटा कुरा। र यस्तो कुरा पनि म आफैले गर्दिनँ। भनौँ न कसैलाई गाली गर्नु छ वा कारवाही गर्नु छ वा इभेन कसैले फोन गरेरै पनि भन्नु तपाईँले गल्ती गर्नु त्यो म कहिले पनि डाइरेक्टली भन्दिनँ। भनेपछि तपाईँको सङ्गठनात्मक संरचना नै त्यसरी बनाइएको छ। र मैले सुरुदेखि नै मैले अहिले त अलिकति इन्गेज पनि कहिलेकाहीँ हुनुपर्छ अलिकति बाध्यात्मक अवस्थामा। र मेरो सुरुदेखिको एउटा अवधारणा कि मलाई चाहिँ यस्तो विवादहरूबाट परे राख्नुहोस्, म पदमा आउनलाई पनि राजनीति गरेको होइन, मलाई सकेसम्म यस्तो सेरिमोनियल जस्तो राखिदिनुहोस् भनेरै मैले सुरुदेखि मेरो चाहना थियो। ताकि मान्छेले मौका आउन् होइन, शुभेच्छा लिउन् होइन, राम्रो कुरा गर्नु छ भने गरून्, केही सिक्नु छ भने सिकुन्, सोध्नु छ भने सोधुन्। तर त्यस्तो खालको मात्रै राखोस्, डे टु डे एक्जिक्युटिभमा पनि नराखिदियोस् भन्ने मेरो आन्तरिक चाहना चाहिँ सुरुदेखि थियो। जस्तै गान्धीजी बन्नुभयो नि उहाँ त अब कहिले पनि अलिकति बस्नुभयो सभापतिमा केही दिन, तर अन्य समय त बस्नु भएन। त्यस्तो खालको मेरो पनि चाहना सुरुदेखि त्यस्तो थियो। त्यही भएर पनि मेरो अलिकति कन्फ्लिक्ट कार्यकर्तासँग कम हुन्छ। तर यो बिचमा अलिकति के भयो, अलिकति मिसअन्डरस्ट्यान्डिङ भयो कि जे गर्दा पनि सिकेरले नै गर्छ जस्तो भान पारिदिएपछि त्यस्तोमा त अलिकति सम्बन्ध चाहिँ पक्कै पनि कार्यकर्तामा अलिकति नराम्रो छाप चाहिँ पर्छ कि जस्तो मलाई पनि डर लाग्छ। त्यो चाहिँ पर्न दिनु हुँदैन। मेरो लागि चाहिँ सबै समान। यहाँ सबै कारबाही भएका मान्छेहरूको पनि भविष्यको बारेमा म सोचिराखेको हुन्छु। उहाँहरूले पनि कसरी कतै भविष्य सुनिश्चित गरिदिने, कतै होइन उहाँहरूले अप्ठ्यारो नपरोस्, घर चलाउन अप्ठ्यारो नपरोस् भन्ने म अझै पनि सोचिराखेको हुन्छु। उहाँहरूले छोटो समय होला, कसैको 1-2 वर्ष योगदान होला, कसैको 4 वर्षै योगदान होला, तर योगदान त छ। मलाई साथ त दिएको थियो कुनै समयमा मेरै फोटो तस्बिर यहाँ लगाएर पनि हिँडेको थियो होला। त्यो मान्छेले मैले अन्यथा भन्नै मिल्दैन। ठिक छ, उहाँहरूको स्वतन्त्रता हो, यसमा बस्न सक्नु भएन, अन्यत्र जानुभयो, त्यो जहिले पनि छुट हुन्छ। तर मेरो लागि कहिले न कहिले उहाँ चाहिँ मेरो तस्बिर बोकेर हिँड्नु भएको थियो, मेरो लागि गिरफ्तारी दिनुभएको थियो भने मैले उहाँहरूलाई कदर गर्नै पर्ने हुन्छ, गर्छु म। र उहाँहरूले यहाँबाट पनि म भन्न चाहन्छु, तपाईँहरू सुनिराख्नु भएको छ भने जति पनि मान्छे हुनुहुन्छ पार्टीमा आज भलै नहुनु होला, तर तपाईँहरूप्रति मेरो सद्भाव छ। तपाईँहरूले पार्टीमा सङ्गठन बन्न दिएको योगदानको म सधैँ उच्च कदर गर्नेछु। तपाईँहरूप्रति जहिले पनि सद्भाव छ र मबाट हुन सक्ने कुनै पनि सहयोग छ भने तपाईँ भले जुनसुकै सङ्गठनमा हुनुहोस्, जुनसुकै पार्टीमा हुनुहोस्, केही मतलब छैन, तर मबाट हुन सक्ने सहयोग छ भने त्यसको लागि म खुल्ला छु। म यहाँबाट पनि आह्वान गर्न चाहन्छु। राजनीतिको एउटा फरक संस्कार निर्माण गर्छु भन्ने नै यहाँको मकसद छ।